न्याय समिति हरेक पालिकामा हुन्छ र न्याय समितिले के काम गर्छ भन्ने कुरा तपाईँ हामीलाई थाहा नहुन सक्छ। न्याय निरूपण गरेका कामहरू हामी हरेक पालिकामा गएर तपाईँलाई देखाउने कोसिस गरिरहेका छौँ र यही सन्दर्भमा हामी अहिले ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिका जाँदैछौँ र त्यहाँका विपन्न परिवारका सर्वसाधारण जनताहरूलाई कसरी न्याय मिलेको छ, न्याय समितिद्वारा प्राप्त भएको न्याय हामी तपाईँलाई जस्ताको तस्तै देखाउँदैछौँ। आउनुहोस् लागौँ ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकातिर। कानुन बमोजिम आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरूपण गर्न गाउँपालिका वा नगरपालिकाले प्रत्येक गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र प्रत्येक नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा गाउँसभा वा नगरसभाबाट आफूमध्येबाट निर्वाचित गरेका 2 सदस्यसहित गठन हुने 3 सदस्यीय समिति नै न्याय समिति हो। परिकल्पना गर्नुहोस् त, तल हाङदेवाकी एउटी आमा अथवा एउटा परिवार वर्षौंदेखि सिमाना मिचिएको कारण पीडित भएर अदालत जाँदै गर्दा उसले नजानेका नचिनेका मान्छे अनि आफ्नो समस्या कता सुनाउने, कसले सुनिदिन्छ होला भनी अन्यलमा बसिरहेको बेला स्थानीय संरचनापछि आफ्नै छरछिमेकी चेली न्याय दिलाउने ठाउँमा नेतृत्व गरिरहेको भन्ने कुरा थाहा पाएर कति खुसी हुन्छन् होला। वर्षौंदेखि अदालत धाउँदा धाउँदा पैतालामा ठेला उठाएर बसिरहेका आमा बुबा दाजुभाइ अथवा दिदीबहिनीहरूले अब भने राहतको महसुस गर्न थालेका छन्। कुटपिट, गाली, बेइज्जती, लेनदेनका मुद्दाहरूमा दुवै पक्षलाई मिलाउने प्रयास न्याय समितिले गर्दै आएको छ। हेर्नुहोस् ताप्लेजुङ जिल्लाको फुङलिङ नगरपालिकामा न्याय समितिले न्याय निरूपण गरेका झलकहरू जस्ताको तस्तै। जाँदै बाटोमा विद्यार्थीले स्कुलबाट छुट्टी हुँदाखेरि बेलुका एक्लै पारेर चाहिँ घरको नाली होलीमा लगेर चाहिँ कुटपिट गरेछ। एकजनालाई 5 जनाले कुटपिट गरेछ। अनि 5 जनाले भरे एकजना थपिँदा 6 जना थिए अरे, तर 5 जना गाउँदै थाहा भयो एकजना कहाँ लुक्यो। अनि 5 जनाले भेट्दाखेरि लास पारेर कुटेछ। भरे अरूले देखेर चाहिँ छुट्याइदिएछ। छुट्याएर चाहिँ अनि भरे यो डोनालोको भागै दुखेर मेरुदण्ड सर्यो भने डाक्टरले। अनि पर हस्पिटलको उहीँ प्रिन्सिपलले हस्पिटल ल्याएछ। हस्पिटल ल्याएर अनि बोकेर ल्याएर यहाँ उपचार गरेर चाहिँ यहाँ घरमा अटोमा ल्याइदियो। अनि के भयो भन्दाखेरि 6 जनाले कुटेर चाहिँ लास्टै कुट्यो। अनि हामीले छुट्याएर हस्पिटल ल्याएर आएको भन्यो प्रिन्सिपलले। मलाई फोन गर्यो, यहाँ उपचार गर्नु लगेँ। लाँदाखेरि स्कुलमा लगेँ, स्कुलमा लगेर अटोमा लगेर चाहिँ अनि सोद्धाखेरि अर्कोले मैले होइन भन्यो, अर्कोले होइन भन्यो। भरे अन्तिममा मैले कुटेकै हो, मैले धक्कलेकै हुँ भन्यो। त्यहाँ कति लगेँ, मैले हस्पिटल लगेँ, धाएँ। यो डडालोको भाग चल्दै नचल्ने, खुट्टै नटेक्ने, सिधै उठाएर गाडीमा हालेर हस्पिटल लगेँ। कति दिन राखेँ, यहाँ भएन र मैले सबैलाई गाउँघरकोलाई नि लगेँ। अन्तिममा थानामा जा भन्यो, थानामा नि गएँ। मेरो मुद्दा केही भएन। पछि अनि गाउँघरको मान्छेलाई नि अटोमा हाल्दै लाँदै गरेँ। न आफ्नो पैसा छ गोजीमा। त्यसो गर्दा अन्तिममा अनि यहाँ उपमेयरहरूले मैले उपमेयरलाई चाहिँ भन्ने बुद्धि आएर, बुद्धि आउँदैन उहिलेको मान्छेको बुढाबुढीको। अनि उपमेयरलाई भनेर लु यहाँ बिरामी हेर्नु आउनुभयो। आएर चाहिँ बिरामी हेर्दाखेरि लास्टै उठाउनु सुताउनु पर्ने। यसरी चाहिँ 2-3 जनाले उठाउँदाखेरि अलिअलि यसो 1-2 चम्ची भात माड खाने। त्यहाँदेखि लु उँदै लानु भन्यो। नगरपालिकालाई नि सहयोग दियो, गाउँघरको छरछिमेकीले सबैले सहयोग दिएर मैले बिएनसी हस्पिटलमा लगेर राखेँ। अनि मेरुदण्ड सरेको भन्यो। त्यो एमआरआई गर्दाखेरि अनि मेरुदण्ड 3टा सरेको अरे। अनि त्यति गरिकन चाहिँ अहिले अलि ठिक भएर ल्याएको पछि 1 महिना पछाडि फेरि साह्रै भयो। फेरि साह्रै भएर विराटनगर लगेँ। बाबुआले विराटनगरमा 1 महिना राखेँ। त्यहाँदेखि थेरापी गराएँ।
थेरापी गराएर पनि अलि हिँड्ने भएर घरमा ल्याएँ। घरमा ल्याएर अनि त्यसको 6 महिना पछाडि फेरि बिराम पल्झ्यो। फेरि उपमेयरलाई नै भनेर अनि उधै लगेर बेन्ची अस्पतालमा लगेर राखेको 11 दिनको दिनमा फेरि छोरा बिरामी भयो। छोरा आगोमा पर्यो। आगोमा परेर अनि छोरी र छोरालाई मैले बेन्चीमा राखेर कति पीडित भएर बल्ल 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 छोरा र छोरीलाई दुईटैलाई उपचार गर्दा ठिक भएर अहिले सबैले मलाई सारा संसारले मलाई सहयोग दिएर अहिले चाहिँ ठिकै छ। अनि त्यहाँ अदालतमा जानु भन्छ, भोलि गयो छैन, पर्सि गयो। अनि उपमेयरलाई लगेर पछि अन्तिममा चाहिँ अनि मिलाएर मलाई उधै जानुपर्छ इलाममा भन्यो। इलाममा जान्छ आउँछ भन्यो। भरेपछि 2 लाख दिँदैछ भन्यो। मेरो 2 खेप गर्दा 3 खेप लाँदाखेरि 15 लाखभन्दा उकालो खर्च भयो। छोरीकै मलाई नगरपालिकाबाट नि दिएको हो। यहाँ गाउँघरको मलाई उपमेयर पनि गएर बेन्चीमै गएर हेरेर राति गएर हेरेर नि मलाई खर्च दिइराखेको। मलाई कति पीडित बनाएको। म कति रोएर हिँडेँ, कति गरेँ। अझै पनि यो छोराको मन्टो यसो जाँदैन। यहाँदेखिको यो सबै लतक लुतुक थियो। पाकेर यस्तै रातो पुरा लतक लुतुक थियो। बाँच्दैन भनेको तर पनि अहिले हिँड्दैछ, यसो खानापिना अलि खान्छ। मलाई त खुसी लागेछ उनलाई त। जहीँ देख्दा नि मलाई मनमा राति सुत्दा पनि मलाई मनमा आउँछ मलाई झझल्को। कति उसले खुसी गरेर मलाई गाडी ल्याएर चाहिँ मलाई उँधो पठाइदिएको मेरो छोरी अहिलेसम्म मैले 1 लप्टर नकुटेको नानी अब अर्काले कुट्दिन कस्तो होला सर मलाई। म कति रोएर हिँडेँ। उमेर पुगेको छोरी अब अहिले 12 मा पढ्दै गरेको। हाम्रो उपमेयरज्यूलाई हामीले निवेदन गर्दाखेरि उहाँले यसो केही भन्छन् केही गरेर अहिले निकालिदिनु भएको छ। तर के भएको थियो? पुलिसले लगाएको थियो? पुलिसले लगेर थानामा रहेछ। भनेपछि लागु पदार्थ सेवन गरेर पुलिसले लगायो? त्यो त लागु पदार्थ सेवन गर्थेन त्यो पनि मलाई थाहा छैन, थाहा भएन। अनि एकैचोटि थानामा लगेको छ अरे भन्दाखेरि बुझ्दाखेरि लागु पदार्थ खाएको अरे भनेर उहाँहरूको मुखबाट सुन्नुभयो। तर बुहारी त्यो नातिहरूलाई दोहोरो बात गर्नु पनि दिनु भएन उहाँ। अनि त्यही भएर अनि पछाडि हाम्रो थाना डिएसपी साहब को भएर छोडिदिनु भयो। अनि अहिले ठिकै छ। कसले सहयोग गर्यो हजुरलाई त्यो पुलिसबाट निकाल्नको लागि? उहाँ हाम्रो उपमेयरज्यूले गर्नुभयो। उहाँले जिम्मा लिएर निकाल्नुभयो? हजुर, उहाँले हामीलाई सम्झाइ बुझाइ गरेर हामीलाई जिम्मा दिनुभयो। भनेपछि यति सहयोग गर्नुभएको छ, सरकार तपाईँको घरमा आयो, तपाईँको दुःख बुझिदियो भन्ने तपाईँलाई लाग्यो? हजुर, धेरै सहयोग गर्नुभएकोमा खुसी लागेको छ। खुसी हुनुहुन्छ? हजुर। अहिले चाहिँ नाति कहाँ छ? अहिले उता माउलीमा छ। अनि यहाँको चाहिँ नि एउटा मुद्दा थियो अरे जग्गाको भन्ने कुरा हामीले सुन्यौँ। त्यो मुद्दा चाहिँ कति वर्ष अगाडि देखेको थियो? त्यो मुद्दा त कति वर्ष त होइन, 5 वर्षको लागि यहाँ ड्राइभिङ सेन्टर दिएको चलाउनु। अनि भाडा दिएन, त्यो मान्छेले छोडेर गयो। अनि छोडेर जाँदाखेरि तल वडामा निवेदन दिँदा याद भएन। माथि उपमेयरलाई मैले भन्नु गएँ, लु के गरिदिने हो, मलाई यो भाडा दिलाइदिने कि के गर्ने हो, मुद्दा लाउनु कि भाडा दिलाइदिने भनेको। अनि उपमेयरले
मिलाइदिएर नगरपालिकामा अहिले 1 वर्ष चाहिँ माया मारे, 5 वर्षको लागि 4 वर्षको मात्रै दिने भयो। अनि 1 वर्षको चाहिँ माया मारिदिएर अहिले उपमेयरले दिलाइदिएर नगरपालिकाबाट किस्ती 15,000को दरले दिँदैछ महिनाको। अनि अहिले कति 65,000 कति भएको छ अरे, तर सही गर्दैछ उनीहरूले नै दिनेलाई नै थाहा। म त बिर्सिन्छु, हामी त बुढाबुढी भयो बिर्सिन्छु नि। यसमा सबैभन्दा ठुलो चाहिँ भूमिका कसको रहेछ? कसले बढी सहयोग गर्यो हजुरलाई यो मुद्दा मिलाउनको लागि? मुद्दा मिलाउन लागि मलाई त यही उपमेयरले नै गर्यो। उपमेयरले नै गर्नु? खुसी हुनुहुन्छ? खुसी नै भए। फुङलिङ नगरपालिका वार्ड नम्बर 7 आइपुगेको छु म। यहाँ पनि एउटा मुद्दाको विषयमा कुरा भइरहेछ। के मुद्दा रहेछ, कसरी मिलाइरहेछ, त्यस विषयमा हामी कुरा गर्नेछौँ। यो ठाउँमा एउटा मुद्दा मिलेको छ। सम्बन्धित व्यक्ति कतिको खुसी हुनुहुन्छ हामी हेर्नेछौँ। बुवा आमा हुनुहुन्छ। नमस्कार हजुर। नमस्कार। के गर्दै हुनुहुन्छ? यो के गर्नुभएको? ए, दुईजना मिलेर गर्नुहुन्छ? त यस्तै उस्तै ह्यान त्यान भन्दै गए आखिरीमा मैले के गरेँ, मेरो जय विजय के छ त? म के अर्कासँग गएर लबस्तरी भनी बुहारीले बौलाइनी भनी, त्यो शब्दमा पनि ए बुवा बौलाइनी भनेको के हो भन्दा बुवाको बोली आएन। बौलाइनी भनी, त्यो बौलाइनी भनेको के हो बुवा भनेर बुवालाई यस्तो घचेडेछु मैले। अनि त्यति बेला पनि बुवाको बोली आएन। अनि गर्दै लाँदा छोराले मलाई कुटो कुटोरै हामीले नगरमा गएको नि त। अनि त्यसपछि प्रशासन गयौँ। अनि प्रशासन गएर निवेदन दिउँ। अनि 3 दिन रहँदो रहेछ। अनि त्यो 3 दिन बिचमा वाडामा मिलाउँछौँ भनेर अध्यक्ष मानेनन्, जिल्ला जानु पर्दो रहेछ। अन्त भीमा ओझा त्यो बेला अपरेसनमा हुनुहुन्थ्यो विराटनगर। अनि कृष्णहरूले भनेपछि न्यायिक समितिका अरू मान्छेहरूले यो कुरा मिलाइदिने सहयोग गर्नुभयो। पछि छोरोहरू बोलाए, बुहारी बोलाए। अनि अब बुहारीले भन्छे यो घर मेरो दाइजोको घर, हामी भन्छौँ तेरो दाइजोको प्रमाणले, तेरा माइतीले दिएको बिलले भन्ने हामी। अनि उहाँ पनि त्यही भनी ल कृष्ण सुवेदीले भन्नुभयो ल बिल ल्याउन त, मौखित मात्रै त दाइजो तयार हुँदैन त, ल बिल ल्याऊ भन्दा बिल कहिल्यै अहिलेसम्म नै बिल भन्दिनँ, मेरो दाइजो भन्न छोड्दिनँ। अझै पनि अनि त्यहाँ जग्गा लिने दिने व्यवहार थियो। बुवा म पर्सिसम्म भन्दै 1 महिनाको भन्दै 7-8 लाख रुपियाँ हाम्रो खाने पैसा पनि कान्छा छोराले तानिसकेको थियो। अनि त्यो बिक्दैन त भन्दा ल जग्गा दे, तेरो बिक्दैन भने जग्गा दे नि त। अब यता ट्राफिकलाई दिइहाल्यो, हामी जग्गा पनि घुर्यान कमीमा छौँ। यो गाई सार्नु पर्ने यता माटो छैन, अब जग्गा दे भन्दा अनि जग्गा नापी चाहिँ दिइरहेछ, हामीलाई जिम्मा दिएको छैन। अनि यो पानी आधा बाबुले बत्ती तिर्ने, छोराले पानी तिर्ने भनेर अब कृष्ण सुवेदीजीले नै भनेको थियो। अहिलेसम्म 4 महिनाको भयो पानी तिरेको रहन्छ। हिजो किन पानी तिर्दैनस्, फाइन लागिसक्यो भन्दा मैले पानी खाएको छु र तिर्छु भनेर अझै हिजो पनि बाबु छोराको त म परिरहेछ, शान्त छैन बाबु। न्यायिक समिति भन्ने बित्तिकै चाहिँ अहिले हाम्रो समाजमा चाहिँ
धेरै मान्छेहरूले चाहिँ न्यायिक समितिको परिभाषा र न्यायिक समिति फुङलिङ नगरपालिका अथवा स्थानीय सरकारले चाहिँ न्यायिक समितिद्वारा चाहिँ मान्छेका मुद्दाहरू हेर्ने गर्छ, मान्छेलाई अथवा अन्याय परेको अथवा पीडित मान्छेहरूको न्याय दिन्छ र पीडकलाई सजाय गर्छ भन्ने कुरा कतिपय मान्छेहरूलाई थाहा नभएको अवस्था छ। त्यो सँगसँगै चाहिँ हामीले चाहिँ फुङलिङ नगरपालिकाले यही अवस्थालाई चाहिँ मध्यनजर गरेर धेरैवटा हामीले चाहिँ कार्यक्रमहरू गर्दै आएका छौँ। न्यायिक समिति भन्ने बित्तिकै स्थानीय सरकार संसद 2074ले दिएको जुन अधिकार छ हामीलाई होइन, त्यो अधिकारभित्र पनि थुप्रै अधिकारहरू हामीलाई दिएको छ। त्यही अधिकार अनुरूप चाहिँ हामीले चाहिँ अहिले चाहिँ आफ्नो पालिकामा चाहिँ त्यसको संयोजक, न्याय समितिको संयोजक भनेको फुङलिङ नगरपालिकामा भने उपमेयरको संयोजकतामा हुने र गाउँपालिकामा चाहिँ उपाध्यक्षको संयोजकतामा चाहिँ न्यायिक समिति 3 जनाको बन्छ, 2 जना सदस्यहरू सहित, र त्यसमा सदस्य सचिव रहनुहुन्छ, उजुरी प्रशासक लगायतका कर्मचारीहरू केही राखिन्छ। अब अलिक सुगम क्षेत्र, सुगम पालिका, सुगम नगरपालिका, महानगरपालिकाहरूमा त त्यसको टिम निकै ठुलै हुँदो रहेछ। तर हामी जस्तो दुर्गम जिल्लामा चाहिँ अहिलेसम्म चाहिँ हाम्रो चाहिँ 3-4 जना 5 जना जतिको टिम हुन्छ। त्यसमा चाहिँ त्यति गर्दै गर्दै जाँदाखेरि हामीलाई अनिवार्य चाहिने भनेको चाहिँ हाम्रो चाहिँ एकजना कानुनविद चाहिने न्यायिक समितिलाई, किनभने यहाँ त हरेक मुद्दाहरू आउँछन्। ती मुद्दाहरू हेर्नका लागि चाहिँ कानुनमा कहिले मिल्ने नमिल्ने सबै हेरेर चाहिँ हामीले त्यस मुद्दाहरूको फैसला गर्नुपर्ने हुन्छ। त्यसले गर्दा हामीलाई कानुनविद, कानुन अधिकृत एकजना अनिवार्य चाहिनु पर्नेमा धेरै पालिका, धेरै महानगरपालिकाहरूले चाहिँ सुगम क्षेत्रका ठाउँका महानगरपालिकाहरू, गाउँपालिकासम्म पनि कानुन अधिकृत राखेको पाइयो। अब यो चाहिँ कस्तो भने त्यहाँ 3 जना हुन्छन्, अनि चाहिँ नगरपालिकामा चाहिँ 2 खालका मुद्दाहरू यो न्यायिक समितिले हेर्छ। जस्तो एउटा चाहिँ 47(1), 47(2) छ। 47(1) मा भएका मुद्दाहरू हामीले निर्णय गरेर फैसला गर्न सक्छौँ। 47(2) मा भएका मुद्दाहरू चाहिँ हामीले छलफल गरेर सहकार्य र सहमति समन्वय गरेर मिलापत्र मात्रै गर्न पाउँछौँ। हामीले चाहिँ त्यसलाई निर्णय गर्न पाउँदैनौँ। यस्तो कुराहरू पनि जनताले बुझ्न जरुरी छ। त्यो कुराहरू चाहिँ जनताले अहिलेसम्म त्यति धेरै नबुझेको अवस्था पनि छ रहेछ। हामीले गाउँघरमा जाँदाखेरि अहिले म बिस्तारै बुझ्दैछु। त्यस कारणले गर्दा अब कतिपय कुराहरू चाहिँ न्यायिक समिति भनेपछि चाहिँ धेरै नबुझेका कारणले गर्दाखेरि चाहिँ जबरजस्तीकरणको मुद्दा पनि यहाँ आउने, के अरे सम्बन्ध विच्छेदको मुद्दा पनि यहाँ आउने होइन। त्यो चाहिँ अलि चेतना कम भयो, कुरा जनताले बुझेनन्। कस्ता खालका मुद्दा न्यायिक समितिमा जाने, कस्ता खालका मुद्दा अदालतमा जाने, कस्ता खालका मुद्दा थानामा जाने होइन, यी यस्ता कुराहरू चाहिँ बुझाउनु अहिले जरुरी छ। र यो नबुझेको कारणले अलि हामीलाई चाहिँ त्यस्ता खालका मुद्दाहरू यहाँ आउने गर्छन् र हामीले ती मुद्दाहरूलाई चाहिँ गाउँघरमा गएर बुझाउनु जरुरी छ। र अहिले म सम्पूर्ण नगरवासीलाई पनि यो कुरा भन्न चाहन्छु कि यहाँहरूले चाहिँ त्यस्ता खालका मुद्दाहरू अब हामी गाउँघरमै तपाईँहरूलाई चाहिँ कुनै बेला समय मिलाएर चाहिँ यी न्यायिक समितिको हक अधिकारको बारे, न्यायिक समितिले गर्ने काम, न्यायिक समितिले सेवा प्रवाह कस्ता कस्ता खालका गर्न पाउँछ, कस्ता कस्ता खालका गर्न पाउँदैन, यी सबै कुराहरू चाहिँ जनतालाई बुझाउन जरुरी छ। अहिलेको अवस्था त्यो अवस्थामा पुगेका छौँ हामी। अब कुटपिटको मुद्दाको प्रकृति हेरेर हुन्छ। साधारण झगडा हो, साधारण कुटपिट हो, त्यो हेर्न हामीले पाउँछौँ। अब त्यो कुटपिट हुने बेलामा जघन्य खालको कुटपिट छ होइन भने त्यो हामीले हेर्न पाइदैनौँ। त्यो चाहिँ हामीले फेरि रेफर गर्नुपर्ने, कसैले नबुझी यहाँ ल्याउनु भयो भने हामीले चाहिँ त्यसलाई दर्ता नगरिकन तपाईँको मुद्दा यहाँ दर्ता हुँदैन, तपाईँहरू फलाना ठाउँमा जानुहोस्, थाना अथवा जिल्ला प्रहरी कार्यालय जानुहोस् अथवा जिल्ला अदालत जानुहोस्, कहाँ हो सम्बन्धित तट ठाउँमा होइन। त्यसरी चाहिँ हामीले रेफर गरेका छौँ, त्यसरी सम्झाएर पठाएको पनि छौँ। त्यसरी पनि हामी हेर्ने गरेका छौँ। हामीले हेर्न मिल्ने जति हामी हेर्छौँ, हेर्न नमिल्ने जति हामी रेफर गर्छौँ र सल्लाह सुझाव सहित उहाँहरूलाई पठाउँछौँ। हामीले लगभग गत अहिलेसम्म म उपप्रमुख भएर आइरहँदा होइन, हुन त म पहिला वडाध्यक्ष हुँदाखेरि पनि धेरै मुद्दाहरू आफ्नो वार्डमा मिलाउने गर्थेँ। त्योभन्दा अगाडि चाहिँ म एउटा सामाजिक अभियन्ताको रूपमा काम गर्थेँ होइन।
त्यसले गर्दा त्योभन्दा अगाडि पनि जिल्लाभरिका मुद्दाहरू धेरै हामीसँग आउने गर्थे। म चाहिँ त्यसैलाई चाहिँ न्यायिक समिति न्याय सञ्जाल अनि यो चाहिँ नेपाल सरकारद्वारै त्यतिखेर चाहिँ एउटा पारालिगल भन्ने संस्था चाहिँ खोलिदिएको थियो। त्यो पारालिगल संस्थामा बसेर पनि मैले धेरै जिल्लाका मुद्दाहरू धेरै चाहिँ पीडक पीडितहरूसँग चाहिँ समन्वय सहजीकरण र भेट्ने कुराहरू पनि त्यतिखेर चाहिँ मिलेको थियो। त्यसबेलै मलाई चाहिँ धेरै अनुभव पनि भएका कारणले गर्दाखेरि वडा अध्यक्ष हुँदाखेरि पनि मैले मेरोमा धेरै मुद्दाहरू आउने गर्थे। मैले धेरै मुद्दाहरू हेर्थेँ र मिलाएर पनि पठाउँथेँ, मिलाएर पनि राख्थेँ। त्यसपछि म उपप्रमुख भएर आइराख्दाखेरि अहिलेसम्म मेरो कार्यकालमा आएको मुद्दा भनेको 150 एराउन्ड 150को हाराहारीमा मुद्दाहरू आएको छन्। त्यसमा चाहिँ विभिन्न प्रकृतिका मुद्दाहरू आएको छन्। जस्तो कसैको चाहिँ जग्गा किचालाको कुरा रह्यो, ज्येष्ठ नागरिक बालबालिकालाई खाना लाउन नदिएको, माना चामलको कुराहरू रह्यो हैन। त्यस्तै गरेर श्रीमान श्रीमतीको झगडा लगायतका अरू सानातिना मुद्दाहरू आउने गरेका छन्। अब यस्ता खालका मुद्दाहरूलाई चाहिँ हामीले चाहिँ कोही बेला चाहिँ बाटो चाहिँ सधैँभरि हिँडिराखेको बाटो त्यो चाहिँ पुरा पूर्वकालदेखि रहिरहेको हिँडिरहेको बाटो चाहिँ अहिले चाहिँ त्यहाँ चाहिँ बाटो छेकियो अथवा बाटोमा चाहिँ बन्द गरियो हैन। यस्तै खालका कसैलाई चाहिँ घर खाली गरिदिनु हुन भन्ने, अब कसैका चाहिँ घर खाली गरिदिनु हुन भन्ने हुन्छन्। धेरै महिनासम्म चाहिँ भाडामा बस्ने, भाडा नतिरी जाने अनि त्यो कोठामा चाबी लगाइदिने हैन। अब घरदैनीले हामीलाई निवेदन नगरिकन अर्काको ढोका चलाउने कुरा पनि भएन। यसले गर्दाखेरि चाहिँ यी यस्ता खालका मुद्दाहरू चाहिँ आउने गरेका छन् र यस्ता मुद्दाहरूमा चाहिँ धेरैभन्दा धेरै मुद्दाहरू चाहिँ लेनदेनका मुद्दाहरू छन् र लेनदेनका मुद्दाहरू चाहिँ हामीले आएअनुसार धेरै मुद्दाहरू चाहिँ हामीले मिलाएर पठाएको अवस्था पनि छ र उनीहरूलाई न्याय दिएको अवस्था पनि छ। हामीले चाहिँ के गर्छौँ भन्दा दुईटै पक्षका मान्छेहरूलाई हरेक मुद्दामा दुईटै पक्षका मान्छेहरूलाई चाहिँ हामीले उद्धार गरे जस्तो न्याय दिएका जस्तो हामीलाई अनुभूति चाहिँ छ। तर अब जो पाउनुपर्ने व्यक्तिले न्याय पाउनुपर्ने व्यक्तिले र पीडित भन्छौँ हाम्रो चाहिँ भाषामा, यो भाषामा म बोल्दै गर्दा पीडितले न्याय पाउँछ ऊ खुसी होला तर पीडित चाहिँ बेखुसी होला भन्ने पनि हामीलाई क्वेसन हुनसक्छ र त्यस्तो क्वेसन पनि त आउँछ सक्छ। तर म चाहिँ यहीँबाट के भन्न चाहन्छु भने जो निवेदक र प्रतिवादी जो हुनुहुन्छ दुवैजनालाई हामीले विन बनाएर पठाएको हुन्छौँ। किन भन्दाखेरि त हामीले जस्तो एउटा मात्रै उदाहरण भनौँ न, हामीले एउटा चाहिँ लेनदेनको मुद्दा आयो। लेनदेनको मुद्दा आउँदाखेरि चाहिँ अब साउलाई हामी ब्याज मिना गर्न लाउँछौँ, आसामीलाई आफ्नो साउ अथवा थोरैभन्दा थोरै चाहिँ सरकारले तोकेको ब्याज दरमा हैन त्यति मात्रै ब्याज दर तिर्ने हो कि अथवा प्रकृति हेरेर अवस्था हेरेर उहाँलाई साउ मात्रै तिर्न लाउने हो कि केही ब्याजहरू लाएर तिर्न लाउने भन्ने चाहिँ हामी निदो गरेर चाहिँ उहाँहरूलाई चाहिँ यसरी चाहिँ त्यो लेनदेनको मुद्दाहरू मिलाएको अवस्था छ। भनेपछि त हामीले त हाम्रो विश्लेषण के हो भन्दाखेरि त हामीले त दुवै पक्षलाई न्याय दिएका छौँ नि त। भोलि अदालतमा जाँदाखेरि त त्यो लेनदेनको मुद्दा त 10% ब्याज त ठोकेरै अदालतले तिर्नु पर्यो आसामीले पनि होइन साउलाई। भनेपछि अब के भयो त भन्दाखेरि अब आसामीले तिर्नु पर्यो, साउले लिनु पर्यो। अब यहाँ हामीले बिना खर्च अदालतमा जानु पर्यो भने त कम्तीमा पनि 2 लाख पैसा उठाउनु छ भने नहुँदाखेरि 20-30 हजार खर्च त भइहाल्ने भयो। यहाँ हाम्रोमा त जम्मा 125 रुपियाँ हामी निवेदनको खर्च लिन्छौँ हैन। त्यति नै हो खर्च भनेको, त अरू कुनै खर्च छैन हैन। भनेपछि बिना खर्च बिना फेरि के पनि हो भन्दाखेरि अदालतमा फेरि मुद्दा धाउँदा गर्नु पर्यो। 3 वर्ष 4 वर्ष कति वर्ष हो त्यो धाउनु परेन, समय खर्च बच्यो, आफ्नो के अरे चाहिँ आर्थिक भार बच्यो हैन। यसले गर्दा त हामीले दुवै पक्षलाई चाहिँ हामीले चाहिँ न्यायिक समितिले चाहिँ न्याय दिएको छौँ दुवै पक्षलाई भन्ने चाहिँ हाम्रो बुझाइ छ। तर म यहाँदेखि आग्रह पनि गर्छु उहाँहरूलाई, होला के समय पछि अब मलाई चाहिँ पीडकको कुरा होला, प्रतिवादीको कुरा होला, मैले न्याय पाइनँ। तर उहाँले बुझ्नु पर्यो कहाँ भन्दा उहाँलाई पनि हामीले हरेक मुद्दामा थुप्रै कुराहरू छोडिदिएको हुन्छौँ। त्यो छोडिदिएको कुराहरू त उहाँले न्याय पाएको कुरा भन्ने बुझ्नुपर्छ नि त। त्यसले गर्दाखेरि मेरो आग्रह के हो भन्दा दुवै पक्ष चाहिँ हामीदेखि चाहिँ खुसी हुनुपर्छ। त्यो चाहिँ
त्यो सोच विचार हामीले बुझाउन सकेका छौँ कि छैन आफ्नो ठाउँमा छ, तर उहाँहरूले चाहिँ बुझ्ने कुरा हो। यो कुरा पनि उहाँहरूलाई हामी बुझाउने कोसिस पनि गरिरहेका छौँ र अब आगामी दिनहरूमा पनि हामीले चाहिँ अघि नै मैले भने थुप्रै खालको न्यायिक समितिमा अलि नमिलेका कुराहरू जनता माझमा लगेर बुझाउनु पर्ने छ। हामीले दिएको न्यायहरू यस्तो यस्तो हो है, तपाईँहरू दुवैजनालाई हामीले विन बनाउन खोजेका छौँ है भनेर हामी त्यसै बेला मुद्दा जुन बेला हामी मिलाउँछौँ त्यसै बेला पनि हामीले उहाँहरूलाई भन्ने गरेका छौँ। अझै पनि यस्ता कुराहरू चाहिँ गाउँघरमा लगेर जनताको माझमा लगेर चाहिँ हामीले कुराहरू अलि बाँकी रहेका कुराहरू बुझाउनु छ। समग्रमा न्यायिक समितिको काम हामीले मलाई लाग्छ स्थानीय सरकार जब आइसकेपछि चाहिँ जनताले सानोभन्दा सानो काममा कहिले अदालत धाउनुपर्ने, थाना धाउनुपर्ने, सम्बन्धित विभिन्न ठाउँहरूमा कहिले चाहिँ मालपोत धाउनुपर्ने, विभिन्न जग्गाका किचलादेखि लिएर जग्गाका मुद्दाहरूमा चाहिँ मालपोत धाउनुपर्ने, नापी धाउनुपर्ने, यी यस्ता कुराहरू चाहिँ सकेसम्म हामीसँग आएका मुद्दाहरूमा चाहिँ हामीले न्याय दिएका छौँ। उहाँहरूलाई सहज तरिकाले सहयोग गरेका छौँ। यो सहयोग चाहिँ हरेक ठाउँमा चाहिँ जनताहरूले हामीले गरेको सहयोग चाहिँ जनताहरूले बोलिरहेका छैनन् भन्ने कुरा चाहिँ त्यो आफ्नो ठाउँमा छ, तर हाम्रो बुझाइमा चाहिँ त्यो छ। यमबहादुर पाण्डेको श्रीमती सरस्वती दाहालको पहिलो पक्ष हो। दोस्रो पक्ष चाहिँ जिल्ला 5 याङबाट गाउँपालिका वार्ड नम्बर 2 सिराजाबाट दुर्गाबहादुर पाण्डेको छोरा वर्ष 25को यमबहादुर पाण्ड्या प्रतिवादी भयो। मुद्दा चाहिँ छोराले पढ्न पाउने र श्रीमती बिरामी हुँदाखेरि चाहिँ उपचार भराइ पाउँ भनेर केस पाएको छ। यस विषयमा चाहिँ छलफललाई अगाडि बढाउन निम्ति म उपप्रमुखज्यूलाई हात जोड्न चाहन्छु। प्रक्रिया सबै तिरेर बोलाउनु होइन, बोलाएपछि छलफलमा राख्नु, छलफलमा के कुरा आयो, छलफलमा एउटा कुरा आयो के कुरा आयो? छलफलमा चाहिँ अब यहाँको चाहिँ बाध्य र प्रतिवादीलाई हामीले चाहिँ छलफलमा बोलाएको छौँ र खास गरी अब श्रीमतीले चाहिँ बिरामी हुँदाखेरि श्रीमानले हस्पिटलसम्म लगेको, तर बिरामी एडमिसन गरिसकेपछि श्रीमान चाहिँ बेपत्ता भएको र श्रीमतीले आफू माइतीबाटै खर्च हुन 4.5 लाख रुपियाँ चाहिँ खर्च भएको हुनाले श्रीमानले चाहिँ 4,50,000 रुपियाँ औषधि उपचार र छोरो पढाउँदाखेरि लागेको खर्च चाहिँ भरण पोषण गरिदिएपछि अनि श्रीमानसँग बसेर सँगै बसेर गरिखान सक्ने, त्यसमा पनि टाइप पर्ने अहिलेको जमानामा कम्ती छोराहरूलाई चाहिँ अब यो इङ्ग्लिस पढाउनु पर्ने, मिडियम पढाउनु पर्ने भएको हुनाले सदरमुकाममा बस्ने र छोरालाई उसले बोर्डिङ पढाउने श्रीमतीले, तर श्रीमतीको बजार बस्नेको खर्च अनि छोराको फिस खर्च र पहिलेको लागेको खर्चसहित बेहुँदाखेरि चाहिँ सहमति हुन सक्ने, सँगै बसेर गरी खाने भन्ने कुरो चाहिँ श्रीमतीको रह्यो। र श्रीमानको चाहिँ के अवस्था रह्यो भन्दाखेरि अब मेरो हैसियत, मेरो औकात चाहिँ श्रीमतीलाई बजार राखेर पालन पोषण गर्ने अवस्था छैन। पाखतर्फमा पनि अहिले चाहिँ बोर्डिङहरू छ, त्यसले गर्दाखेरि मलाई पाइप पर्ने ठाउँमा नानीलाई राख्छु। नानी राखेपछि अब श्रीमतीलाई पालन पोषण गर्ने कुरो मेरो जिम्मा हो र पहिलेको ऋण पनि म तिर्छु। तर श्रीमती चाहिँ कम्ती मेरो थाहा थलो, मलाई बाबुले दिएको चाहिँ अंश, बाबुले दिएको जग्गा जमिन जान्छ, त्यहाँ म घर बनाउँछु, त्यहाँ घर बनाएर श्रीमतीलाई राख्छु। भएन भने किराना पसलहरू पनि केही चल्न सक्ने ठाउँमा म राख्छु। त्यसो भएपछि श्रीमतीले चाहिँ यहाँ सदरमुकाम तालुकामा बस्ने होइन, तर सम्बन्धित आफ्नो ठाउँमा गएर बसेपछि म चाहिँ घर बनाएर राख्छु। त्यसो भएपछि सहमति हुन सक्छ भन्ने कुरा पनि भएको छ। अब त्यसो भए उहाँहरू दुईजना चाहिँ जस्तो छोरा पढाउन 5 तर्मै पढाउँछु, मेरो आफ्नो आयअनुसार, मेरो आफ्नो चाहिँ हैसियत अनुसार म 5 तर्मै पढाउँछु। श्रीमतीले पनि यहाँ गर्दै गरेको व्यापार
जिम्मा कसैलाई लगाएर होइन अनि छोरो उतै छ हामी परिवार एकै ठाउँ बस्ने छोरो पनि उतै पढाउने भन्ने सहमतिमा चाहिँ जे होस् तपाईँहरूले निर्णय लेख्नु उहाँहरू त्यो दुईजना चाहिँ त्यो कुरामा दुवैजना खुसी हुनुभयो दुवैजना चाहिँ त्यो कुरामा मान्नुभयो सहमति गर्नु दुई पक्षले सहमति गर्नु त्यसो भने अब ठिक छ तपाईँहरूले सहमति गर्नुभयो भने अब सहमति भए बमोजिमको तपाईँले निर्णय चाहिँ मैले पनि यहाँ मैले उठाएको देखेँ खालि मैले चाहिँ अब सहमति भएरै गर्नु होला भन्ने म पुरा विश्वास गर्छु तपाईँहरूलाई विशेष गरिकन हरेक मुद्दाहरू चाहिँ सहमतिको आधारमा हामीले चाहिँ के छ भने न्यायिक समितिले कानुनलाई नै मात्रै फलो गर्नुभन्दा पनि व्यवहारिक कुराहरूलाई पनि हामीले चाहिँ के कुराहरू चाहिँ हामीले व्यवहारिक कुराहरू पनि हेर्नुपर्ने हुन्छ होइन जस्तो अब श्रीमानको पनि त अब श्रीमतीले यहाँ ताप्लेजुङ जिल्लामा बसेर मेरो छोरो चाहिँ यही ताप्लेजुङ जिल्लाका सुविधा सम्पन्न बोर्डिङहरूमा तैँले पढाउनुपर्छ भन्ने माग राख्दाखेरि श्रीमानले त्यो माग पुरा गर्न सक्छ कि सक्दैन भनेर चाहिँ तपाईँहरूले छलफल गर्दाखेरि चाहिँ याद गर्ने उसको आर्थिक अवस्था कस्तो छ पारिवारिक अवस्था कस्तो छ उसले चाहिँ यहाँ राखेर पढाउन यदि सक्दैन उसले आफूले मेरो हैसियत अनुसार म फल्ना ठाउँमा पढाउँछु मेरो श्रीमतीलाई फल्ना ठाउँमा व्यवस्थापन गर्छु भनेर चाहिँ उहाँले त्यसरी माग राखिराख्दाखेरि चाहिँ तपाईँले दुवैजनालाई सम्झाइ बुझाइ गरेर चाहिँ त्यसो भनेदेखि पास्टरमै गएर बस्ने बाटो पनि मिलाउनु भनेपछि श्रीमतीलाई लिएर पनि जानुभयो लिएर जाने कुरा सुन्नु भएको छ कारणको बाटो हेर्नु भएको छ मैले थोरै जानकारी गराएँ अब यो हाम्रो न्यायिक समितिको थर्ड खण्ड चाहिँ कस्तो छ भनेदेखि न्यायिक समितिको निर्णय यो चाहिँ मुद्दाको थर्ड खण्ड हो विगत वर्षहरूमा चाहिँ यस्तो भए पनि आगामी दिनहरूमा श्रीमान श्रीमती दुवैजनाले उपयुक्त स्थानमा बसोबासको व्यवस्था गरी मिलिजुली गरी खाने र आगामी दिनहरूमा झैझगडा कुटपिट गर्ने छैनौँ भने एक आपसमा मिली गरी खाने र आजसम्म पहिलो पक्षको औषधि उपचारको खर्च रकम छोराको पढाउन लागेको रकम रु 4,25,000 दोस्रो पक्ष यमबहादुर बान्याले तिरोतारो गर्ने गरी यस फुङलिङ नगरपालिकाको न्यायिक समितिको कार्यालयमा सुझाव गऱ्यौँ भनेर पक्ष विपक्ष र साथीहरू राखेर सहित हामीले निर्णय गरेर पठाइदिएको छ मलाई म चाहिँ अगाडि बाउ बाजेदेखि नै न बुद्धिले हो न नभएर हो धेरै बाउ बाजेहरू पनि दुःख पाउँदै आए का रहेछन् र म पनि लास्टै दुःख पाएर यसरी गाउँदेखि बजार यहाँ फुङलिङ नगरपालिका 5 मा आएर बसेको थिएँ त्यतिखेर धेरै पीडा परेँ गर्दै लाँदा अब छोराछोरी नजन्माउ भन्दा पनि तेरो छोराछोरी छैनन् भन्ने अब जन्माउँदा पनि हुर्केपछि साना पनि पीडा ठुलो भएपछि पीडा परिँदो रहेछ विभिन्नको मुद्दाहरू आइलाग्यो त्यतिखेर यहाँ हाम्रो उपमेयर फुङलिङ 5 वीरेन्द्र चोकको उपमेयर भीमादेवी ओझा नभए मलाई लास्टै केही मैले गर्ने उपाय नपाउने थिएँ होला तर उहाँसँग चिनजान गरेर यसरी भर्खर आएको मान्छे यस्तो लफडा लाग्यो यसरी मसँग आर्थिक अवस्था छैन भोकभोकै बस्नुपर्ने छ त्यसमाथि मलाई लफडा लाग्यो के गरौँ मेयरज्यू भन्दाखेरि उहाँले चाहिँ मलाई त्यो मुद्दाहरू मिलाइदिनु भयो अनि त्यहाँदेखि अब खाना के छ छैन भनेर सोद्धाखेरि हामीसँग खाना छैन भन्दा उहाँहरूले चामलहरू नुन तेल रासिन पनि दिनु भएर हामीलाई बचाएको छ अनि त्यसको साथसाथै त्यो मुद्दा मिलाउनुको साथसाथै त्यो भोकमारी मलाई उहाँले सहयोग गर्ने साथसाथै बिमारी लास्ट बिमारी भयो परिवारमा घरको आमै पनि बिमारी भयो त्यहाँदेखि के गरौँ भनेर उपमेयरसँग सल्लाह लिँदाखेरि उहाँले चाहिँ गाडी रिजर्भ गरेर खर्च सहित लु गएर उपचार गरेर आऊ भनेर मलाई सहयोग गर्नुभयो र मान्छे ज्यान बचाइदिनु भएको छ त्यसको साथसाथै फेरि छोरी बिमारी भयो एपेन्डिसाइट लास्ट अपरेसन गर्नुपर्ने भयो त्यहाँ पनि गाडी नै रिजर्भ गरेर पठाइदिनु भयो अनि उपचार गरेर आएर बाँचिराखेको छौँ र त्यसको साथसाथै उहाँ वार्ड अध्यक्ष हुँदादेखिको उहाँले सहयोग गर्नु र मलाई बचाइराखेको छ र अहिले मेरो घर पनि छैन मेरो अहिले 60 वर्ष पुग्न आँटिसके अब 5 वर्ष छ अरे म त अनपढ मान्छे परिवारमै हाम्रो अनपढ मान्छे बाबुआमा पनि नपढेको त्यसले गर्दाखेरि त्यो मेरो 2 भाइ छोरा
लाई भानुमा पढाउने कोसिस गरेँ। कोसिस गर्दा उहाँले नै सरसल्लाह गर्नुभयो, उहाँसँग कहाँ के गर्नुभयो। त्यो फिसहरू सबै उपमेयरले तिरेर चाहिँ मेरो छोराहरूलाई पढाइदिनु भयो। अनि के अरे सिभिल इन्जिनियर 12 पास गरेर गऱ्यो। अनि फेरि अब के गरौँ त केटा, अब यसो जागिर मिलाइदिन्छु म, अब त्यति पढायौँ हामीले भन्दाखेरि होइन म अझै पढ्छु बुबा आमा, के गरौँ खर्च पनि छैन, उता त्यता के गरौँ। त्यो सानो 1-2 हजारको लोभ लागेर त्यता भुल्ले भने मेरो पढाइ बिग्रिन्छ भनेर कुरा राख्दाखेरि फेरि म उता नगरका प्रमुख अबिर मादेन प्रमुखज्यूसँग पनि म सल्लाह गर्नु गएँ। मेरो छोरो यसरी पढ्छु भन्दैछ, मेयर साहब कसरी मैले पढाउनु, मसँग त बिहान बेलुका खाने यसो भात खाने नै मेरो मलाई समस्या छ, भात खाने चामलै समस्या छ, के गरौँ। अब उपमेयरले पनि सुरुदेखि मलाई बचाउँदै ल्याउनु भएको छ। अब आज प्रमुखज्यूसँग म दुःखको पीडाहरू पोख्नु आएको छु। प्रमुखज्यू मेरो छोराले गर्छु भन्दैछ, पढ्छु भन्दैछ, मेरो त केही छैन, के गरौँ मेयरज्यू भन्दाखेरि उहाँले पनि तेरो छोरालाई त्यसरी पढ्छ, जान्ने सिपालु छ भने हामी पढाउँछौँ भनेर सल्लाह दिनुभयो। अहिले पढ्दैछ? अहिले पढ्दैछ, काठमाडौँमा पढ्दैछ। अनि त्यहाँदेखि फेरि आएर उपमेयरसँग लु मेयर साहबले पनि यसरी मलाई हैसियत दिनुभयो, गर्नुपर्छ त्यस्तो मान्छेलाई, छोड्नु हुँदैन, हामी छौँ त्यसको लागि भनेर प्रमुखजीले अबिर मादेनज्यूले भन्नुभयो। अनि त्यसको साथसाथै फेरि उपमेयरसँग सल्लाहले लु हामी पढाउँछौँ, गर्छौँ, हामीलाई धर्म पनि यस्तो मान्छेलाई गर्दाखेरि धर्म पनि पछि स्वर्गीय लोकमा पनि हामीले धर्मको कुन्न पाइन्छ भने हामी लु वीरबहादुर शासनघरको छोरा मनकुमारलाई हामी खर्च गर्छौँ। हामी उहाँहरूले खर्च गर्नुभयो? उहाँहरूले अहिले बाबु पढ्दैछ काठमाडौँमा अहिले पढ्दैछ। उसले आइटी इन्जिनियर यो पुस 1 गते वर्ष पुगेर अहिले यहाँसम्म आउँदैछ। 4 वर्षको उसको अध्ययन हो। 4 वर्षको उसको अध्ययनमा प्रमुख हाम्रो अबिर मादेनज्यू र यहाँ उपप्रमुखज्यू उपमेयर भीमादेवी ओझाज्यूले परिवारलाई नै उहाँहरू सल्लाह गरेर बात मारेर बिमारी हुँदा होस् पढ्नमा खर्च लागेकोमा उहाँहरूले मलाई बचाइराख्नु भएको छ। हामी फुङलिङ बजारमै अहिले म आइपुगेको छु र यहाँ चाहिँ एउटा मुद्दा मिलेको कुरा जानकारी प्राप्त भएको छ। हेरौँ कस्तो मुद्दा अनि कसरी मिलेको छ भन्ने कुरा हामी उहाँसँगै कुरा गर्नेछौँ। अत्यन्तै सुन्दर बगैँचा, गमलामा राता राता फुलहरू, रङ्गी बिरङ्गी फुलहरू हामीले देखिरहेछौँ। अब यहाँ कसरी मुद्दा मिलिरहेछ उहाँले भन्नुभएको छ इस्कुस उसिनेको छौँ, खाना आउनुहोस् न भन्नुभएको छ। अब हामी भित्र जानेछौँ। मेरोमा यो सङ्घीय लिम्बुवान भनौँ त्यसको अध्यक्ष पहिला भूपेन्द्र माबो भन्ने मेरो मामा पनि पर्नुहुन्छ, चिनिया थिएँ। अनि तर पार्टी त त्यति मलाई थाहा थिएन। त्यो मामाको नाताले उहाँले माग्नु गएर म यो जुन दोकान रोड लाइनको मास्लो तला सटर जुन भएको वरपर पार्टी अफिसको लागि भन्नुभयो। अनि उहाँले मैले बन्दकी दिएँ, सस्तै दिएको, 2 लाखमा वारपार दिएको, ठुलो हल पनि हुने जस्तै। अनि त्यहाँ एउटा रुम पनि उनीहरूको मिटिङ बैठक पनि हुने। अनि उहाँहरू 2 वर्षको हामीले एग्रिमेन्ट गरेको थियौँ। 2 वर्ष नै होला, जे होस् 2 वर्षको एग्रिमेन्ट गरेर कागज गरिदिनु भयो। अनि बस्नुभयो, उहाँहरू बस्नुभयो।
उहाँहरू बसेको जे एग्रिमेन्ट गरेको 1 वर्ष आदिमा ज्यादा नागेको थियो। अनि त्यहाँदेखि अब मलाई आफै पनि चाहिने अनि अब पैसा उहाँहरूको पैसा मैले जुन बन्दकीलाई रिटर्न दिएँ फिर्ता गरिदिनु भयो। हजुर। अनि अब भूपेन मामा मैले चिनेको थियो, अरू त कोही अब पार्टीमा कति हुन्छन् के हो उनीहरूको पद त्यो पनि थाहा थिएन। अध्यक्ष उहाँ नै हो भनेर उहाँलाई नै मैले रिटर्न दिएपछि उहाँहरू रिटर्न दिएको धेरै महिना पछाडि पनि छोड्नु भएन। अनि भन्दाखेरि किन नछोड्नु भएको, मैले त पैसा रिटर्न दिइसकेँ त भन्दा अरू अब नाम अरू उहाँहरूको अब के नाम हो त्यो चाहिँ अब नभनौँ अहिले। अनि उहाँहरूले चाहिँ हामी सबैको यहाँनिर पैसा हो हामीलाई किन नदिएको, हामीलाई किन नबोलाएको, हामीलाई चाहिँ किन नदिएको भन्नुभयो, बाज्नुभयो जहिल्यै। अनि त्यसो भन्दा तपाईँहरू सबैले अब चिन्दिनँ, मैले जोसँग मैले कारोबार गरेँ उहाँलाई नै मैले रिटर्न दिएको, अरूलाई त चिन्ने मैले कहाँबाट बोलाउनु भन्दा उहाँहरू जहिले रिटर्न दिने यस्तो जहिले ग्याङ धेरै आएर यसरी अनि कुट्नु त्यस्तै खोज्ने त्यस्तै गर्नुभयो। अनि मैले धेरै महिना पछाडि त्यस्तै गर्दै 6-7 महिना बितेपछि मैले वडामा उजुर गरेँ, सम्बन्धित वडा नम्बर 4 मा। अनि वडाले पनि आएर पनि उहाँले मान्छे पठाएर आफै खोल्नु पनि भएकै हो। अनि खुदै भूपेन मामा आएर पनि एकचोटि खोल्नु लाउनु भयो, तर उहाँहरू केही गर्दा पनि खोल्नु भएन, मान्नु भएन। अनि उहाँहरू चाहिँ त्यसरी र मलाई धेरै 1 वर्षमा ज्यादा 2 वर्ष जति झन्डै 1 वर्ष आदि जति यस्तै टार्नु भयो। अनि मैले त्योभन्दा अगाडि वडादेखि मैले सिफारिस गरेर फुङलिङ नगरपालिका न्यायिक समितिमा मैले निवेदन लगेँ, वडा नम्बर 4 सहितै उहाँको सिफारिसमा लगेर न्यायिक समितिले नै पटक हाम्रो जुन उपमेयरज्यू यसै कविताजी हुनुहुन्थ्यो उहाँहरूले बोलाउनु भयो। उहाँहरू बोलाउँदा आउँदा जहिले पनि त्यस्तै उहाँहरू कहिले नआउने कहिले बाजेर जुन हामीले यस्तै पैसा पाउनुपर्छ, हामीले नै सबै पाउनुपर्छ भन्ने त्यस्तै नमिल्ने कुरा मात्रै गर्ने धेरै पटक। अनि पटक त्यसरी धेरै मलाई सताउनु भयो। अनि लास्टमा धेरै 1 वर्ष आदि जति टार्नु हो, त्यस पछाडि धेरै पटक प्रयास गरेर न्यायिक समितिले मिलाइदिनु भएर कोठा खोलिदिनु भएर अहिले चाहिँ सहज भइरहेछ। मेरो मिलिसक्यो भन्दा हुन्छ सर। सर्वप्रथम त म न्यायिक समितिलाई नै धन्यवाद दिन चाहन्छु है। मेरो 5-6 वर्षदेखि अगाडिको पैसाहरू चाहिँ नउठेर मैले गाविसमा पनि मैले उजुर हालेको थिएँ, त्यहाँ बोलाउँदा पनि नआएर है, मैले पटक उहाँलाई बोलाउँदा पनि नआएर मैले चाहिँ न्याय समितिमा गएको थिएँ। अनि न्याय समितिको बहिनीले चाहिँ दिदी यस्तो गर्नुपर्छ, तपाईँको पैसा उठ्छ भन्नुभएको थियो। अनि मैले चाहिँ न्याय समितिमा गएर चाहिँ मैले कागज दिएको थिएँ है, दिएको थिएँ। अनि उहाँहरूले चाहिँ उठाइदिनलाई धेरै नै राम्रो काम गर्नुभएको छ होइन। मेरो पैसा उठ्यो सर। ज्यान मार्ने उद्योगसम्म उनीहरूले गरेको थियो क्या मलाई। अब पैसा उठाउनु जाँदा फोन गर्दा होइन, मेरो बुढा चाहिँ यस्तो हो, तँलाई मार्नु पनि बेर लाउँदैन सम्म भनेको थियो क्या। त्यहाँसम्म धम्की थियो? हजुर धम्की दिएको थियो। तर अहिले चाहिँ मेरो पैसा उठ्यो छ। हस्, केही सुझावहरू छ न्यायिक समितिलाई हजुरले अब आगामी दिनमा के गर्दा ठिक होला भन्ने कुनै? उहाँहरूले चाहिँ यस्तो कामहरू चाहिँ धेरै राम्रो, धेरैको नै अब पैसाहरू उठाइदिनु भएको रहेछ। म त्यहाँ गएर बुझ्दाखेरि होइन, यसरी पीडितहरूलाई जे होस् यसरी पैसा दिएर पीडित भएकोहरूलाई चाहिँ यसरी साथ सपोर्ट दिएर आगामी दिनहरूमा पनि यसरी नै सरसहयोग गर्नुहोस् भनेर चाहिँ म उहाँहरूलाई धन्यवाद दिन्छु है।
दर्शकवृन्द, म अहिले फुङलिङ नगरपालिकाको हेलिप्याडदेखि नजिकै आएको छु। यहाँ मेरो नजिकै एकजना दिदी हुनुहुन्छ, एक्लै बस्नुहुँदो रहेछ। यो फुङलिङ नगरपालिका बजारदेखि केही तल भाडामा बस्दै आउनुभएको रहेछ। दिदी नमस्ते। नमस्ते दिदी, सन्चै हुनुहुन्छ? सन्चै छु। एक्लै बस्नुहुन्छ हजुर? ए, किन एक्लै बस्नुभएको? अनि कति वर्षदेखि एक्लै बस्नुभएको? 4-5 वर्ष भयो। अनि हजुरको श्रीमान कहाँ हुनुहुन्छ? बित्नुभएको। ए, अनि अहिले नि तपाईँसँग चाहिँ विगतमा एउटा लेनदेनको मुद्दा थियो भन्ने कुरा सुन्न आयो होइन, सुन्नमा आएको छ। त्यो मुद्दा कस्तो खालको लेनदेन थियो, के थियो, त्यो विषयमा थोरै भनिदिनु न। मैले पहिला कति अध्यक्षलाई लेखाउँदा अनि भएन र वडामा लगेर पेसे, अनि त्यही लेखाएर पछि वडाले उठाइदिनु भन्दाखेरि अध्यक्षज्यूले अब यहाँ उठाउनु सकिएन, जस्तै छ उतै नगरपालिकातिर लानु भन्नुहुन्थ्यो। अनि त्यसपछि अनि नगरपालिकामा मैले ल्याएँ। न्याय समितिको यो बबिता बहिनीलाई सुनाउनु भयो। हजुर, अब त्यसरी ऋण लगेर तिमीले तिर्दैन अरे, अब यहाँ चाहिँ कहिलेसम्ममा तिर्ने, कसो गर्ने, के गर्ने भन्दा नीति तोक्यो। अब 1 महिनासम्ममा पर्खिनु, अनि सबै ल्याइदिन्छसँग ब्याज भन्नुभयो। अनि ल्याउनु भएन, त्यो मिति पनि नाङ्ग्यो, अनि पनि भोलिपल्ट पनि ल्याएन। अब अहिले पैसा छैन भन्नुभयो, अनि मलाई नटेरेको होइन भनेर भन्नुभयो। अनि उतै त्यसो भने उतैतिर जानु भनेर भन्नुहुन्थ्यो। अनि उहाँले नै पठाउनु भयो मलाई उता ठानातिर। माया त अब अलिअलि दिँदै गर्दा त लाग्छ, तर अस्ति त पिटिक्कै दिएकै थिएन, 70 छैन। अनि अहिले चाहिँ दिँदै हुनुहुन्छ। अब एकचोटिमा चाहिँ सक्ने भनेको अब चैत अन्तिमतिर चाहिँ हुन्छ होला भन्नुभयो। त्यो पनि हुने हो कि होइन, त्यहाँदेखि कहाँसम्म सार्छ होला। स्वभावैले स्थानीय स्तरमा घर घरमा गएर दिने सेवा, न्यायिक समितिले दिने सेवाहरू जुन चाहिँ झगडाहरू हुन्छन्, विवादहरू हुन्छन्, त्यो विवादहरूलाई चाहिँ सकेसम्म घरमै गएर चाहिँ सम्झाएर बुझाएर त्यसलाई चाहिँ समाधान गर्ने, त्यहाँ सकिएन भने मात्रै त्यसलाई कानुनी रूपमा अगाडि बढाउँदै लाने, त्यसको लागि न्यायिक समितिले पहल गर्नुपर्छ। यहाँहरू सबैजना नमस्कार छ। आज हामीले चाहिँ यो न्यायिक समितिले 3 वर्ष कालभरिमा 3 वर्षमा हाम्रो कार्यकालमा अहिलेसम्म थुप्रै मुद्दाहरू हामीसँग आउँछन्, थुरिन्छन् होइन। कोही हामीले मिलाउन सक्ने, कोही मिलाउन नसक्ने थुप्रै मुद्दाहरू आएको छन्। कतिपय हामीले मिलाएर पठाएका छौँ, कतिपय चाहिँ हामीले मिलाउन नसकेका मुद्दाहरू रेफर गर्छौँ, र कतिपय मुद्दाहरू चाहिँ हामीले चाहिँ दर्तै गर्न नमिल्ने, हाम्रो कानुन, हाम्रो अधिकारभन्दा बाहिरका मुद्दाहरू आएको बेला चाहिँ हामी चाहिँ उनीहरूलाई सम्झाइ बुझाइ गरेर सम्बन्धित निकायमा जानका लागि सुझाव सल्लाह दिन्छौँ। यही अनुसार चाहिँ हामी अहिले चाहिँ न्यायिक समिति अगाडि बढिरहेको छ। हामीले चाहिँ अहिले नै पनि यहाँ हाम्रो सरसता हुँदा उहाँको पनि एउटा चाहिँ मुद्दा, लेनदेनको मुद्दा थियो। विशेष गरी यहाँ यही ठाउँमा आउनुभएको छ, उहाँलाई धन्यवाद हुन्छ। हामीले गरेको काम होइन, उहाँलाई दिएको न्याय उहाँले आफै प्रत्यक्ष बोल्न पनि पाउनुहुन्न। हामीले उहाँको एउटा लेनदेनको मुद्दा थियो, त्यो लेनदेनको मुद्दामा चाहिँ हामीले पैसा पनि उठाइदिइसक्यौँ। यो उठाइसक्दै गर्दाखेरि चाहिँ मलाई चाहिँ कस्तो लागिरहेछ, अहिले न्यायिक समितिले काम गर्दो रहेछ। अब यो जस्तो लेनदेनको मुद्दामा त अदालत जाँदाखेरि त खर्चिलो पनि हुने होइन, अनि समय पनि धेरै खर्चिलो हुने, अनि आर्थिक पनि धेरै खर्चिलो हुने। अब न्यायिक समितिमा उहाँहरूले निवेदन ल्याइराख्दाखेरि त जम्मा 125 रुपियाँ लाग्छ हाम्रो निवेदन खर्च भनेको, त्यति नै मात्रै हो, अरू सबै निःशुल्क हुन्। अब त्यो निःशुल्क रूपमा चाहिँ आफ्नो पैसाहरू उठिराख्दाखेरि चाहिँ मलाई कस्तो पनि लागिरहेको छ होइन। अब उहाँ आफैले आफ्नो कुराहरू राख्नुहुन्छ है।
सुझाव पनि दिनुहोस् तपाईँहरूले। न्यायिक समितिले हामी काम गरिरहेछौँ, आफैले हामी काम गरिरहेछौँ भन्नुभन्दा पनि तपाईँहरूले काम गरिराखेका छौँ कि छैनौँ होइन, तपाईँहरूले कतिको न्याय पाउँदै हुनुहुन्छ, मुद्दाहरू कस्ता खालका आइरहेका छन्, ती मुद्दाहरूलाई चाहिँ हामी कतिको सम्बोधन गरेर हेरिरहेका छौँ, कतिको तपाईँहरूलाई न्याय दिन सकिरहेका छौँ या सकिरहेका छैनौँ होइन। अब आगामी दिनमा चाहिँ अझ के गर्दा चाहिँ न्यायिक समिति प्रभावकारी हुन्छ त्यो पनि हामीलाई सुझावको रूपमा चाहिएको छ, तपाईँहरूले त्यो पनि सुझाव दिनुहोस् भन्न आग्रह गर्छु। लागेको कुरा चाहिँ मेरो एउटा छिमेकीमा एकजना बहिनीको एउटा झगडा थियो, अनि त्यो बहिनीले निकै कुटपिट भएछ, अनि त्यो बहिनीले कुटपिट भएपछि उनीहरूले चाहिँ अदालतमा मुद्दा हाले, अदालतबाट मुद्दा हाल्दाखेरि यहाँ नभएर होइन उनीहरू त्यो केस इलामसम्म पुग्यो, अनि अन्तिममा त्यो हेनेमेनै बनाइदियो भनौँ न। अनि जस अन्तिममा त हेनेमेनै भइसके पछाडि न्याय समितिले हाम्रो दिदीहरू बिमारी दिए अनि उहाँहरूको समितिबाट केही राहतहरू उठाएर त्यो बहिनीलाई सरसहयोग गरेर उपचार गर्ने खर्चसम्म जुटाइदिनु भयो, मिलाउनु भयो। धन्यवाद यहाँलाई। हुन्छ, नमस्कार। कार्की है। विशेष गरेर मैले अस्ति न्यायिक समितिले राम्रो काम गर्छ भन्ने थाहा छ, तर अहिले अलिकति मैले अस्ति दुईजना श्रीमान झगडाको बारेमा धेरै कुरा गरेँ, तर अन्तिममा विशेष गरेर हाम्रो दिदीसँग भेट नहुँदाखेरि अरू साथीले त्यो जति कुरा उठाइदिनु पर्थ्यो श्रीमानले मात्र आएर धेरै श्रीमती पिट्थ्यो है। त्यो कुरा हुँदाखेरि पटक गर्न खोज्दाखेरि त्यो कुरा अलिकति भएन, अनि प्रहरीमा जाँदाखेरि पनि त्यो कुरा नगरपालिकाबाट जाँदा सहज हुने थियो भन्ने सोचेको थियो, तर त्यो कुरा चाहिँ अलिकति अझ उहाँहरू जति लागि पर्नुपर्ने त्यो उहाँ अब प्रमुख हो, विशेष गरेर अरू समितिमा रहनेले अलिकति जोसिलो तरिकाले काम नगरिदिएको हुँदा त्यो बहिनी चाहिँ पछाडि निकै निराश भयो, अनि अरू बाहिर व्यक्तिबाट केही त्यहाँ चाहिँ मिलाउने कोसिस गरियो है, त्यस्तो भएको छ। मेरो नाम खगेन्द्र नेपाली। हामीले हेर्दा चाहिँ न्यायिक समितिले चाहिँ यो जुन न्याय माग्न आउने मान्छेहरूलाई चाहिँ एकदम छिटो तरिकाले निर्णय दिनुपर्ने जस्तो देखिन्छ होइन। त्यहाँनिर कुराएर नराख्ने, यो गर्दा यो हुन्छ भनेर तिनीहरूलाई डाइरेक्ट भनिदिइहाल्ने र उनीहरूले कामको व्यस्तताले आएको हुन्छ, कसैले टाढबाट आएको हुन्छ, त्यो चाहिँ एकदम द्रुत गतिले चाहिँ अगाडि बढाइदिनु पर्यो। धन्यवाद यहाँलाई सुझावको लागि। नमस्ते, म सुरज राज भण्डारी। जस्तो हाम्रो ताप्लेजुङ जिल्लामा न्यायिक समिति हाम्रो खड्ग सर हुनुहुन्छ, उहाँहरूले चाहिँ अलिकति जस्तो हाम्रो खगेन्द्र सरले भने जस्तै अलिक तीव्र गतिमा त्यस्तै मुद्दाहरू मामिलाहरू कसैको आइहाल्यो भने अलिकति त्यो विषयलाई चासो दिएर मिल्न सक्नेसम्म गर्न सक्नेसम्म चाहिँ उहाँहरूले जोड दिएर काम गर्नुपर्छ भन्ने चाहिँ म छिटो छरितो ढङ्गबाट गरिदिनु भन्ने कुरा तपाईँको होइन त? हजुरको केही सुझाव? नमस्कार, म वीरेन्द्र कुमार श्रेष्ठ, वडा 5। यो न्यायिक समितिहरूको ठुलो भूमिकाहरू हुँदो रहेछ। उहाँहरूले जो काम गर्दै हुनुहुन्छ त्यो छिटो छरितोको तरिकाले गरिदिनु भयो भने जो पीडित पक्षहरू हुन्छन् उहाँहरूलाई सहज हुनको लागि सजिलो होस्। र हाम्रो 1 नम्बर वडामा पनि हामी त 5 नम्बरको हो, तर हाम्रो केही सम्बन्धित मान्छे 1 नम्बर वडामा केही यस्तै घटनाहरू कुटपिट लुटपिट यस्तै घटनाहरूको थियो। न्यायिक समितिसम्ममा नभएर थानामा समेत पुगेको थियो। फेरि न्यायिक समितिहरू सबै लागेर उहाँहरूको चाहिँ मुद्दाहरू अब हिजो एउटा स्थानीय सरकार नभएको बेला त्यो झगडा त्यहाँ हुन्थ्यो, त्यहाँ दमन हुन्थ्यो, त्यहाँ हिंसा हुन्थ्यो, त्यहाँ पीडितै बस्थ्यो, हामीलाई थाहै हुँदैन थियो, थाहा हुन्न थियो। अहिले अब सरकार स्थानीय स्तरमा सरकार भइसकेपछि न्यायिक समिति पनि भइसकेपछि अहिले तल्लो तहसम्म झगडाको बिउ कहाँनिर छ त्यहाँसम्म पुगेर चाहिँ झगडालाई पहिचान गरेर अहिले चाहिँ न्याय दिने समय आएको छ। त्यसैले गर्दाखेरि यो न्याय दिने समयमा पनि जो हामी न्याय दिन्छौँ त्यो चाहिँ एकदम निष्पक्ष, पारदर्शी, चुस्त दुरुस्त, छिटो छरितो त्यस काममा चाहिँ हामी सबै लाग्नुपर्छ। त्यो विषयमा हामीले चाहिँ नि अलिकति एउटा गोष्ठी सचेतनामूलक गोष्ठी पनि गर्नुपर्छ। छरछिमेकमा झगडा गर्नु हुँदैन, सात सिमानामा झगडा गर्नु हुँदैन। यी धेरै विषयहरूमा मिलेर हामी समाजलाई एउटा राम्रो समाज बनाउनुपर्छ भन्ने किसिमको जनचेतना फैलाउने कामहरू चाहिँ अब हामीले गर्नुपर्छ। त्यसै अन्तर्गत यो न्यायिक समितिले अहिले हामी अब घर घरमा दिने सेवा हो यो, अब त्यो सेवालाई चाहिँ अलिकति यो वार्डमा पनि यो टोलमा पनि हामीले अलिक प्रभावकारी रूपमा सबैसँग समन्वय गरेर न्याय दिनको लागि अन्यायमा परेको मान्छेलाई न्याय दिलाउँ र जसले अन्याय गर्छ उसलाई एउटा कानुनी एउटा दायरामा ल्याउने कोसिस गरौँ।
त्यो भयो भने समाज एउटा समुन्नत हुन्छ भन्ने कुरा रहन्छ। हस् हस् हस्। यहाँबाट पनि नमिलेको मुद्दाहरू उता न्यायिक समितिमै जान्छ। यसमा अहिलेसम्म गुनासो छैन, उहाँहरूले न्याय पाएकै कुरा गरिराख्नु भएको छ। अझै यहाँभन्दा अझै राम्रो भएर जाओस्, न्यायिक समितिले काम गरोस् भन्ने। हजुर अझै सेवामा लागि पर्नु होला है। धन्यवाद यहाँलाई। नमस्ते, म 5 नम्बर वडाको स्वयंसेविका सुनिता बस्नेत। हाम्रो चाहिँ अब 5 नम्बर वडामा चाहिँ भएका सानातिना यसो अब कुटपिट झैझगडा, अब सासुबारी श्रीमान श्रीमतीको झैझगडामा चाहिँ हामी प्राय अब सबै भेला भएर गाउँमै मिलाउने पनि गर्छौँ। अस्ति एउटा त्यस्तै खालको सासुबारीको र भाडा बस्नेको झगडा भएको थियो। त्यतिखेर हाम्रो यहाँ न्यायिक समितिको दिदी हुनुहुन्थ्यो, भीमा दिदी, उहाँ चाहिँ बिरामी भएर उता जानुभएको थियो। त्यतिखेर चाहिँ हामीले यहाँ वार्ड सदस्य 2 जना राखेर हामीले घरमै गाउँमै मिलायौँ। त्यो मिलाउनु भयो, अहिलेसम्म मिलिराख्नु भएको छ। मिलिरहेको छ। अनि त्यस्तो ठुलै केही केस आइहाल्यो भने चाहिँ हामी उहाँलाई नै रेफर गर्छौँ। हाम्रो भीमा दिदी हुनुहुन्छ जुन न्यायिक समितिको अध्यक्ष, उपप्रमुख, नगर उपप्रमुख, वडामा आउँछ अनि उहाँलाई पुर्याउँछ। त्यसपछि उता पठाउनुहुन्छ नमिलेको खण्डमा उहाँलाई पठाउँछ। हस्, यहाँलाई धन्यवाद। नमस्कार, मेरो नाम गङ्गाधर नाथ, फुङलिङ नगरपालिका वार्ड नम्बर 5 को चाहिँ वार्ड सदस्य म। हाम्रो यो नवज्योति टोल भन्छ, त्यहाँनिर चाहिँ हिजो जस्तै एउटा बच्चाको कानमा लाउने 1 आनाको सुन अनि चाँदीको चुरा, चाँदीको कल्ली एकजना हाम्रै छिमेकीको बुहारीले त्यसरी एकदम नथाहा पाउने गरेर चोरेछ। अनि त्यो नानीलाई एकदम सुमसुम्याउने अरे, सुतिरहेको ठाउँमा आउने अरे। अनि त्यो गहना लगेकै थाहा पाएन त्यहाँ घरको त्यो आमाले। अनि नथाहा पाउँदाखेरि उसले चाहिँ यो सुन पसलमा सबै यो ताप्लेजुङको सुन पसल कतिवटा छ त्यहाँनिर गएर सोद्धाखेरि यहाँनिर एकजना भाइ हुनुहुन्छ, त्यहाँनिर लगेर बेचेछ त्यो नानी। त्यो बुहारीले बेचेको थाहा पाउनु भयो? बेचेको नम्बरबाट थाहा भयो। अनि त्यो भाइले चाहिँ यस्तो सानो सानो मालहरू लिएको छ यहाँनिर बनाउनु, त्यो काँडे चुरा बनाउनु लिएको छ लिम्बूको भनेर त्यसरी बताएछ। ठ्याक्कै गएर चाहिँ त्यहाँनिर घरमा गएर पक्रिँदाखेरि उसको सासूले चाहिँ मेरो बुहारी केही कथम पहिला पनि मुसाको बिख खाएको, अहिले पनि तिमीले यस्तो चोरी केसमा लगाउँछ भने ज्यानको केसमा लगाउँछु भन्दाखेरि अनि मैले तिनै दिन यस्तो मैले मिलाएँ कि त्यो केस त्यस्तो धम्की दिँदा पनि मैले त्यो केस ती टोलमै मिलाइदिएँ। अब त्यो वार्डमा ल्याउँ त उनीहरू आफ्नो टोलको कुरा त्यस्तो नराम्रो चोरी केस भनेर मैले ल्याइनँ, मैले त्यहीँनिर नै मिलाइदिएँ। हस्, धन्यवाद यहाँलाई, धन्यवाद। अब फेरि यस्तो कुनै गाह्रो काम आयो भने चाहिँ हाम्रो न्यायिक समितिको उपमेयर कहाँ नै हामी लानेछौँ। सरस्वती आवाजा होइन, मैले एउटा लेनदेनकै केस नगरपालिकामा पेसेका थिएँ। पेस्दाखेरि अब धेरैपल्ट छलफल भयो, बोलाउँदाखेरि न्यायिक समितिकै मार्फतबाट एउटा कारोबार मिल्यो। एउटा पनि मैले पेसेकै छु अहिलेसम्म पनि होइन, त्यसमा पनि सायद छलफल हुन्छ होला। कस्तो थियो, कसरी मिल्यो? लेनदेनको कारोबार थियो। एकजनालाई मेरो बुवाले पहिले 1 लाख पैसा दिनुभएको थियो। दिँदाखेरि त्यसपछि उसले अब म अलिक नहुने निर्व्याजी तरिकाले चाहिँ होइन ब्याज हामीले ल्यायौँ, 100 रुपियाँ ल्यायौँ र त्यसमा भूमिका चाहिँ नगरपालिकाबाट न्यायिक समितिले नै जोड गरेर मिलाइदिनु दुईतर्फीलाई न्याय राम्रै पायौँ होइन। अब एउटा चाहिँ त्यतिकै छ मेरो अझै पनि। एउटा चाहिँ मिल्यो एउटा चाहिँ खुसी हुनुहुन्छ? खुसी छु। अझै पनि एउटा पनि मिलाइदिनुहुन्छ भने आशा धेरै लागेकै छ। म त यहाँ नजिकै छु होइन, जान्छु आउँछु। अझै पनि अब एउटै काममा मात्रै अरू व्यस्त हुनुहुन्न, म पनि हुँदिनँ होइन। अझै पनि चाँडै मिलाइदिनु हुन्छ आशा लागेको छ। त्यसमा उहाँलाई एउटा मिलाइदिएका धेरै त्यो टिमलाई धेरै धन्यवाद दिन चाहन्छु। न्यायिक समितिलाई धन्यवाद दिन चाहन्छु। अलिक पाइँदैन नि त कानुनमा होइन। कतिपय केसहरू न्यायिक समितिले हेर्न मिल्दैन होइन, त्यही भएर उहाँहरूलाई मैले त्यो जुन कुरा भन्नुभयो नि, बरु तपाईँहरू बाहिरै बसेर यो कुरा गर्नु, तर न्यायिक समितिमै निवेदन ल्याएर चाहिँ हामीले यो केस मिलाउन मिल्दैन कानुनमा होइन। अनि यो चाहिँ बरु तपाईँहरू बाहिरको मान्छेहरू बसेर मिलाउनुहोस् भनेर मैले सल्लाह सुझाव उहाँहरूलाई दिएको थिएँ। अनि त्यही अनुसार उहाँहरूले बाहिर मिलाउनु, त्यसरी चाहिँ अलिकति उहाँहरूले थोरै बुझ्नु भएन। जसरी भए पनि एउटा केस चाहिँ न्यायिक समितिले हेर्नै पर्यो टेबलमा लगेर भन्ने खालको उहाँले बुझ्नुभयो। तर त्यो चाहिँ अलिकति नबुझ्नु भएको होइन। भाइलाई मैले त्यो पनि सुझाव खालि अब दिइराख्नुपर्छ नि त यस्तो कुराहरू त। अनि मैले हिजोदेखि भनिरहेको थिएँ नि त कतिपय कुराहरू चाहिँ कानुनमा नमिल्ने मुद्दाहरू आउँछन् होइन। अनि त्यस बेला चाहिँ हामीले हेर्न मिल्दैन। अब हामीलाई अप्ठ्यारो हुन्छ हेर्दिनँ भनौँ भन्दा पनि
लो सहयोग गरिन उपमेयरले भन्ने खालको हुन्छ होइन। अब हेरौँ भन्दा कानुनमा मिल्दैन। अनि मैले भाइलाई सुझाव पनि दिएँ, भाइ यो केस अलिक अप्ठ्यारो केस हो, तपाईँहरूले बरु बाहिरै बसेर कुरा गर्नुहोस् होइन। अब न्यायिक समितिमा चाहिँ ल्याएर दर्ता गरेर यो केस चाहिँ छलफल गर्नु मिल्दैन भने, अनि त्यही भएर चाहिँ अलिकति थोरै धीर्जी भएको हो। एकदम जसरी भए पनि मिल्यो नि त, जसरी अनि मुद्दा मिल्यो त्यही ठुलो कुरा हो। न्यायिक समितिमै ल्याएर चाहिँ त्यो छलफल गर्न अलिक नमिल्ने भएकोले गर्दाखेरि बाहिर मिलाउन हजुरले परामर्श दिनुभयो, मिल्यो। मैले सल्लाह र सुझाव मात्रै उहाँलाई दिन पाएँ। हस्, धन्यवाद यहाँलाई, धन्यवाद। सम्पूर्ण चाहिँ न्याय पाएका अथवा चाहिँ पीडित पक्षहरूलाई केही सन्देश? म विशेष गरिकन यहाँ हामी बसिराख्दाखेरि सम्पूर्ण नगरवासी जति पनि न्यायिक समितिमा उहाँहरूले मुद्दा ल्याउनुभयो, निवेदन ल्याउनुभयो होइन, मसँग सहयोग माग्नुभयो, न्यायिक समितिमा सहयोग माग्नुभयो। हामीले कति यहाँहरूलाई न्याय दिन सक्यौँ या दिन सकेनौँ यहाँहरूले मूल्याङ्कन गर्ने कुरा हुन्छ। तर अधिकांश मान्छेहरूलाई चाहिँ हामीले न्याय दिएका छौँ, कानुनमा मिल्नेसम्म न्याय दिएका छौँ। अब कानुनमा नमिल्ने खालको मुद्दाहरू ल्याउनु भयो भने उहाँहरूलाई सल्लाह सुझाव दिएको छौँ होइन। यसरी चाहिँ हामीले मुद्दा हेरिरहेछौँ र विशेष गरिकन उहाँहरू सबैलाई यो चाहिँ न्याय हामीले सम्पादन गरिराख्दा, न्याय दिइराख्दाखेरि उहाँहरूले आफ्नो भोइसबाटै, आफ्नै बोलीबाट चाहिँ आफूले पाएको न्याय चाहिँ न्यायको बारेमा कुरा गरिदिनु भएको छ होइन। हामीलाई धन्यवाद दिनुभएको छ, त्यसको निम्ति फेरि विशेष मेरो व्यक्तिगत तर्फबाट, न्यायिक समितिको संयोजकको तर्फबाट र उपप्रमुखको तर्फबाट सबैलाई जति पनि न्याय माग्न आउने सम्पूर्ण निवेदक साथीहरूलाई धन्यवाद दिन चाहन्छु र प्रतिवादी साथीहरूलाई झन् धेरै धन्यवाद दिन चाहन्छु। किन भन्दा उहाँहरूले चाहिँ निवेदकले निवेदक ल्याउनुहुन्छ अनि वादी प्रतिवादीको रूपमा रहनुहुन्छ, अनि वादी त भइहाल्नुभयो, प्रतिवादी साथीहरूले पनि हाम्रो कुरालाई चाहिँ, हाम्रो छलफललाई, हाम्रो कुरालाई चाहिँ हामीले सहजीकरण गर्दै गर्दाखेरि हाम्रो सहजीकरणलाई चाहिँ उहाँहरूले हाम्रो वचन मानेर चाहिँ हरेक मुद्दाहरू चाहिँ दुवै पक्षलाई विन विन गरेर पठाउन सकेका छौँ। दुवै पक्ष त्यो मुद्दामा विन विन हुन सकेका कारणले गर्दा उहाँहरू दुवै पक्षलाई चाहिँ मेरो तर्फबाट धन्यवाद दिन